हजुरे मोल मोहने कपाला बिरतर दे दुआवत हजुरे मोल मोहने कपाला बिरतर दे तपाईँ हाम्रो दुर्भाग्यमा भयो। हेर्दा सामान्य छ, तर गहिरिएर बुझ्ने हो भने देश र जनताका विरुद्धमा छ, नेपाल र नेपालीका विरुद्धमा छ, जसका विरुद्धमा हामी उठ्न जरुरी छ। र 23 र 24 गतेको परिघटना जो भयो, जसले नेपाललाई धेरै पछाडि पारेको छ। नेपाली जनताले अथक मिहिनेत र परिश्रमका साथ ल्याएको कानुन र संविधानलाई लत्याएको छ। त्यो संविधान लत्याउन दिनु हुँदैन, संसदको पुनर्स्थापना गरिनु पर्दछ र नेपाल कानुनको अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ। अवस्थामा परेको बेला संविधानलाई निलम्बन गर्न खोजिएको र संविधानलाई पलाट पार्न खोजिएको यो बेलामा नेकपा एमाले पुनः एकपटक यो देशको संविधानको रक्षाका लागि, यो देशको लोकतन्त्रको रक्षाका लागि, यो देशको समृद्धि र विकासको यात्रालाई अझ सुन्दर ढङ्गद्वारा अघि बढाउनुको निमित्त वैदेशिक हस्तक्षेप र थिचोमिचो र सबै खालका षड्यन्त्रको विरोध गर्नुको निमित्त जनताको बीचमा साथ र सहयोग र समर्थनका लागि आइरहेको छ। यसको सिलसिलामा आज हामी मुलुकका सबै पालिकाहरूमा सभा अदालतमाथि आग लागिरहेको छ, सर्वोच्च अदालत जलेको छ, सिंह दरबार जलेको छ, संसद भवन जलेको छ र महत्त्वपूर्ण राष्ट्रिय सम्पत्तिहरू, उद्योगपतिका उद्योग धन्दाहरू जलेका छन्, व्यक्तिका घरहरू जलेका छन्, अनाहकमा कैयौँ मान्छेहरू मारिएका छन्, उनीहरूका हतियारहरू लुटिएका छन्, उनीहरूका ड्रेसहरू लुटिएका छन् र हजारौँको सङ्ख्यामा कैदी बन्दीहरू आज जेलबाट भागेर लुकिराखेको र आपराधिक गतिविधिमा संलग्न भएको कुरा। हजार हतियारहरू नेपाली सेना, नेपाल प्रहरीका हजारौँ हतियारहरू आज अपराधीहरूले लुकाएर आज दुरुपयोग गरिराखेको अवस्था छ। अनि सुरक्षाकर्मीहरूले सुरक्षा दिन सक्ने अवस्था छैन, उनीहरूको मनोबल गिराइएको छ। र यही परिवेशमा भएको चुनाव लोकतान्त्रिक चुनाव हुन सक्दैन, यही परिवेशमा भएको चुनाव जनताको चुनाव हुन सक्दैन। त्यसैले नेकपा एमाले चुनावमा भाग नलिने निर्णय गर्दै जनतालाई सचेत गराउन, आम नागरिकलाई सचेत गराउन, जनताको निर्वाचन गराउन, संसद पुनर्स्थापना गराउनका लागि नेकपा एमाले आज देशका सबै पालिकाहरूमा यही प्रकृतिका सभाहरू 24 गते बिना ब्यानर, बिना झण्डा, बिना कसैको नेतृत्व, बिना जिम्मेवारी पूर्ण हिसाबले जेन्जी नाममा एउटा देशमा एउटा राजनीतिक इस्युलाई अगाडि सारेर एउटा राजनीतिक वृत्तमा अत्यन्तै दुःखदायी, अत्यन्तै निर्दयी एउटा घटना घट्यो। त्यसले आज देश विदेशमा हामीहरू बीचमा छुट्टै एउटा सन्नाटा, एउटा त्रास, एउटा अन्यलता छाएको छ। त्यहीको बलमा आज सुशीला कार्की यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ नेपालको संविधानसम्म हुनुहुन्न, उहाँ असंवैधानिक हुनुहुन्छ। उहाँले आजभोलि बोलिरहेका र गरिरहेका केही कामहरू अत्यन्तै जनविरोधी र असंवैधानिक छन्। त्यसकारण नेकपा एमाले नेपाली जनतालाई भिडाउने अत्यन्तै निर्दयी र इतिहासमा यो कलङ्कित यस्तो कार्य रोक्न, यस्तो कुरा नदोहोरिनको लागि नेकपा एमाले खबरदारी गर्न चाहन्छ। नेपालको संविधानलाई लयमा ल्याउन चाहन्छ। शान्ति चाहने नेपालीहरूलाई शान्तिपूर्ण ढङ्गले आफ्ना कुरा राख्ने अधिकार भएको कुरालाई सुनिश्चित गर्न चाहन्छ र फेरि एकचोटि शान्ति सुरक्षा लगायत सबै कुरालाई एउटा लयमा ल्याउन चाहन्छ। सुरक्षाकर्मी सबैलाई यो देशको शान्ति सुरक्षामा एउटा लयमा, एउटा फेरि एउटा नयाँ लयमा, एउटा राजनीतिक ढङ्गले, संवैधानिक ढङ्गले अगाडि यसको नेतृत्व दिन र यसलाई एउटा गतिमा 24 गते जेनजी आन्दोलन नामको एउटा आन्दोलन, देशमा भ्रष्टाचार भयो, सुशासन भएन,
र सामाजिक सञ्जालहरू बन्द गरिए। त्यसकारण हामी विरोध गर्न चाहन्छौँ। आन्दोलन सुरु हुने बित्तिकै कतैबाट पानी ल्याएर कतैबाट काला मास्कहरू ल्याएर यस किसिमका मान्छेहरू त्यसमा प्रवेश गर्न थाले। बानेश्वर पुग्दा धेरै मानिसहरूको घरमा आक्रमण सुरु भयो। संसद भवनको गेटमा आगजनी भयो र भित्र पसेर मान्छेहरूले प्रहरीलाई कुट्न थाले, पिट्न थाले। त्यसो भइसकेपछि गोली चलिसकेपछि मानिसहरू केही मान्छेहरूको दुःखद निधन भयो, जसका प्रति हामी पनि दुखी छौँ र हामी पनि त्यस कुराको विरुद्धमा छौँ। हामी पनि त्यो कुरालाई मान्दैनौँ। जेनजीहरूले उठाएका हरेक मागहरूको त्यसपछि यहाँको विकास निर्माणको गतिविधिको कुराहरू, युवा आन्दोलनका कुराहरू, सामाजिक न्यायका कुराहरू र समावेशिताका कुराहरू यसलाई बल दिएर जान सक्ने एउटै मात्र संयन्त्र, एउटै मात्र शक्ति नेकपा एमालेसँग छ। वैदेशिक हस्तक्षेपका विरुद्धमा बुलन्द आवाज, सङ्गठित आवाज तपाईँ सरकारको तर्फबाट खोल्न सक्ने आवाज नेकपा एमालेसँग छ, नेकपा एमालेको नेतृत्वसँग छ। हामी पारा